हेलो एभ्रिवान, नमस्ते अनि गोर्खे सलाम छ सबैजनालाई। आज फेरि पनि अर्को एउटा स्पेशल भिडियो लिएर आइरहेको छु गाइज। आज चाहिँ म एउटा पावरफुल जुस बनाएर तपाईहरुको लागि देखाउँदैछु। ल गाइज, यो भिडियो सबैजनाले हेरेर अनि त्यो जुस कस्तो बन्छ तपाईहरु पनि आफ्नो घरमा यदि त्यो सबै चीजहरु छ भने ट्राई गर्न सक्नुहुन्छ है त गाइज। जुस बनाउनलाई चाहिँ सर्वप्रथम मलाई चाहिन्छ गाइज यो मिल्क। यो चाहिँ अलमराई मिल्क गाइज। साउदी अरबमा भएको भएर अलमराई मिल्क, नभए नेपालमा त अब नो ब्रान्ड हैन, मिल्कमा दुधमा कुनै ब्रान्ड हुँदैन। यो चाहिँ अलमराई मिल्कको ब्रान्ड हो। ल गाइज, मलाई यो चाहिन्छ गाइज। त्यसपछि यो डेट्स छ, खजुर भन्छ यसलाई, यो साउदी अरबमै उत्पादन हुने भएर खजुर। अनि एउटा बनाना चाहिन्छ गाइज मलाई, बिग साइज बनाना एउटा ट्राई गर्दैछु गाइज, दे भेरी बिग साइज बनाना। एन्ड देन मलाई चाहिन्छ यो रोस्टेड चना गाइज हैन, भुटेको चना भन्छ यसलाई। यो रेडी गरिसकेको छु मैले। लेट्स गो। म चाहिँ अब यो सबै मिक्सचरलाई एकै ठाउँमा मर्ज गर्न गइरहेको छु, त्यसपछि जुस बनाउँछु गाइज। कस्तो हुन्छ हेर्नु है सबैजनाले प्लिज। मैले यो सबै इन्ग्रेडियन्ट्सहरूलाई चाहिँ गाइज एकै ठाउँमा मिलाइसकेको छु। अब यहाँ चाहिँ मेरो जुस बन्ने क्रम छ। यो सबै रेडी गरेपछि चाहिँ जुस अब पिसेर देखाउँछु है गाइज कस्तो बन्छ। यस गाइज, फाइनल्ली मेरो पावरफुल जुस रेडी भइसकेको छ। अब म यहाँ सर्भ गर्न गइरहेको छु गाइज। दिस इज माई प्योर पावरफुल जुस गाइज। लेट्स हैव अ एन्जॉय गाइज, very very tasty juice and enjoy my vlog guys. Thank you so much. Jai Nepal, Gorkhe Salam.